हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ छु अहिले भेडेटारमा। हिजो नै आएको, खासमा पाथिभरा मन्दिर जाने बिहानै उठेर फ्रेस भएर भनेर सोचेको थियो। उड्दा उड्दै ओछ्यानमै घाम आयो। यसमा हाम्रो केही गल्ती छैन है साथीहरू। घाम पो बेसरम हो त अर्काको ओछ्यान कुद्ने। म चाहिँ उठेर फ्रेस भएर अनुहारमा ढ्याप 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 मेकअप दल्दैछु। कहिले मेकअप नगर्ने मान्छे बेला बेला खै कहाँबाट जाँगर चल्छ कोनी। अरूले गरेको कस्तो राम्रो हुन्छ अनि आफूलाई नि रहर लाग्छ। आफूले गर्यो लास्टमा केटा जस्तै देखिरहेको हुन्छ। त्यही केटा जस्तै देखिने हो भने त किन गर्नु, अलरेडी म त्यस्तै नै छु नि भन्ने पनि लाग्छ। तर यो पालि चाहिँ गर्दिउँ न त भनेर मैले गरेँ। दल्न चाहिँ मैले 3 पत्र मेकअप दलेँ है। लास्टमा देखिने त त्यही बाँदरको उतो जस्तै रहेछ नि त। के गर्नु साथीहरू, गाह्रो छ हौ मलाई पनि। ल है ल, म चाहिँ यस्तो राम्री भएर हिँडेको मन्दिरतिर। अब हामी होटलबाट निस्किसक्यौँ। लुखर 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 हिँड्दै हिँड्दै जाने, गाडी नचढ्ने। यस्तो राम्रो मौसममा के को चढ्छ भनेर हल्का प्लान बनाएर हामी चाहिँ अब मन्दिरतिर जान लागेको। एक दुई पाइला परतिर पुग्ने बित्तिकै हाम्रो प्लान चाहिँ चेन्ज भइहाल्छ क्या साथीहरू। सधैँ यस्तै हुन्छ। खाली पेटै जाने, केही पनि नखाने, मन्दिरमा पूजा सकेर मात्रै खाने है भनेर होटलमा केही पनि नखाइकन निस्केको। परतिर पुगेर मड्का चिया नखाइ नसक्ने भयौँ हामी त। अनि ल नि त यहाँ आएको, फेरि कहिले हो खाइहालौँ भनेर खाइहाल्यौँ हामीले। यहाँ चाहिँ मड्काको चिया 70 रुपियाँ ग्लास रहेछ। तर कस्तो मिठो क्या, भित्र नरिवलहरू खै के हाल्नु भएको थियो। टेस्ट नै फरक आइरहेको थियो। मैले चाहिँ फर्स्ट ट्राई गरेको थिएँ यहाँ। मेरो साथीहरूले पनि फर्स्टचोटि नै खाएको थियो। आफू त चिया लभर, जस्तो भए पनि चिया मनपर्ने, त्यही माथि यस्तो फ्लेभरवाला भेट्दा त चिया खाएर निस्केर हिँडेको हामी चाहिँ मन्दिरतिर। अलिपरतिर पुगेको त पूर्णबहादुर दाइले कस्तो राम्रो गीत गाउँदै हुनुहुँदो रहेछ। सानो 2 दिन समान खानु कि नखानु, मागेर लाने नसक्नेसँग जानु कि नजानु। धान सुक्यो राप्रे हकाउँछ काभ्रे, जानु कि नजानु। धान सुक्यो राप्रे हकाउँछ काभ्रे, जानु कि नजानु। मिठो गीत सुनेर हामी अब मन्दिरतर्फ जाँदैछौँ। त्योभन्दा अगाडि उता ढुङ्गामा चढ्ने अनि फोटो खिच्ने। यस्तो बाटो चढ्ने हो। केलाई हो लिएर आइज न।
त्यहाँभन्दा माथि चढ्न आइज बन्द ए नाम बिर्से कस्तो छ त्यहाँ ए यहाँबाट उफ्रेर अनि त्यहाँ चढ्नु पर्ने फेरि मर्छु कि क्या हो फेरि अहिले घाम थियो अहिले गयो सक्दैनस् क्या हो सुसु चाहिँ नगर है सुरालमा डरले बेइज्जत होला नि हाँ देख शीतल भयो शीतल गरेर चिच्याउनु मन छ फेरि पर्तिर पुलिस थाना छ आएर समातेर लु नानी यहाँ आएर कराऊ भने छैन त्यही भएर म अलिक कन्ट्रोल गरिरहेको छु करा त लु अब कस्तो छोटो हो यसको त ओइ यहाँ पनि मच्छर रहन भिडियोमा देखिँदैन होला है घुमेको अब हामी फोटो खिचौँ फोटो बाइ फाइनल्ली हाम्रो फोटोसुट सकिएर अब हामी गएको ओह्रालो पक पक ओइ 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 सिसाहरू पनि राख यहाँ गुडुङ भैँसी लड्यो है माया होला नि ओइ यो लड्छ है रुपा समानी यिनीहरूले मेरो छोरा हुन्छ कि छोरी मैले बिहे नै नगरी म प्रेग्नेन्ट नै नभइकन मेरो छोरा निस्किसक्यो यहाँनिर अब के होला त त्यतिकै नि हौ पहिला हामी घाँस काट्न आएर त्यसो गर्थ्यौँ एन हुन्छ खै नोटिस गरेको छुइनँ यो हुस्से यो चिसोपना देख्दा चाहिँ यहीँ बस्नु घडेरी किनेर जस्तो लाग्छ फेरि 50 रुपियाँ मात्रै छ पैसा चाहिँ ला 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 म चाहिँ पहिला भोइस अफ नेपालमा गएर बाटैबाट फालिएको मान्छे हो त्यही भएर इन्ट्री नै गर्न दिएन नि त मेरो भोइस सुनेर पाथिभारा मन्दिर प्रवेशद्वार यता सागुरी गढी त्यो भनेको गाउँपालिकाको नाम पाथिभारा माता की यहाँ घाम हुस्से घाम भइरह निर्माण कार्य भइरहेछ
पहिला हामी यो यस्तो पिउरेसँग लाउँथ्यौँ अमिलो हुन्थ्यो खाँदा रुपा तिमीहरूले खायो यसको नाम के पो थियो त्यो भित्तामा खाने अमिलो हुन्छ त्यो होइन लाँदै खा अलिकति मास्तिर पुगेपछि फेरि हामीहरूले भेट्यौँ उही बुढाबहादुर दाइहरूलाई मकैबारी गरम गरम हरियो काँक्रा गरम गरम मकैबारी गरम गरम हरियो काँक्रा गरम गरम भैँसी बेची मोबाइल किने छैनन् कोही मलाई चिने ज्यादा सालागा भयो गरम गरम भैँसी बेची मोबाइल किने छैनन् फाइनल्ली आइपुग्यो मेरो चाहिँ चौथो पटक रुपाको तेस्रो पटक यो इन्सानको पहिलो पटक यो यताको शिव मन्दिर हो यताको कुनै नछुटाइ बजाउँछ 7 बजे पूजा गर्न पुग्ने भनेको हामी चाहिँ 9 बजे पुगेर लबस्तरी भएर हामी चाहिँ पूजा गरिरहेको छौँ पहिला यिनीहरूको पालो म क्यामेरा पक्रिने त्यस पछाडि मेरो पालो भनेर पुरै म चाहिँ क्यामेरा समाएर यिनीहरूलाई देखाइरहेको छु है साथीहरू Right. त्यहाँनिर जान आँटेको उसैले देखिँदैन जाने हो कति ढिलो हिँडेको छैन यो चाहिँ हामी मन्दिरदेखि अलिक तलतिर भ्यू पोइन्ट थियो अनि यहाँको बेला त्यहाँ पनि गइहालौँ न के चाहिँ देखिँदो रहेछ भनेर गएको तर यस्तो आनन्द यस्तो शीतल तुषारोले पुरै कपालै भिजिरहेको थियो देखिन चाहिँ केही पनि देखिएन तर आनन्द भयो चिसो हावाले हरियो देख्न पाउँदा अनि त्यही माथि मौसमको त कुरै छोडिदिउँ तुषारोले भिजिन कति खुसी भइरहेछ फर्केर जाने मन छैन जानुपर्छ के गर्नु केही उपाय छ यी सब त भइसक्यो
अनि अब अहिले यस्तो जाडो भइरहेको यहाँ काँडा उम्रिरहेको छ तैपनि हामी यत्तिकै कुदिरहेछौँ। अब उहाँ पुगेर खली पसिना लिएर पुग्नुपर्छ पुग्दाखेरि हुस्सेले हेर। होइन ठिक छ, राम्रो सिस्टम रह क्या बिहा गर्न। इटारी विराटनगरकोलाई धेरै गर्मी भएर शीतलमा बिहा गर्न आएको होला नि। पूजा आज सकेर दाजुभाइ तथा दिदीबहिनीहरू खाना आँट्दै हुनुहुन्छ। खानुहोस् खानुहोस्। उहाँको त कपालभरि दाढी जुङ्गाभरि तुसाएर पऱ्यो। उहाँको नि परेको थियो के दाढी जुङ्गा नहुने त परेन। खाने रोटी हो तिमी के खाने? मन्दिरमा चटपटी र रोटी ढुसेर हामी चाहिँ अब फर्क्यौँ फेरि भेडेटारतिर। भेडेटारको यो सङ्घमा आयौँ। फेरि 50-55वटा फोटो त खिच्नै पर्यो। फटाफट खिचिमऱ्यौँ। अनि फेरि हामीलाई भोक लागिहाल्यो है त्यति फोटो खिच्दैमा। अनि त्यस पछाडि गयौँ हामी थुक्पा खान। भेडेटार आइसके पछाडि थुक्पा त छोड्ने कुरै हुँदैन। त्यही माथि थुक्पा लभरहरू पनि के भन्नु, जे भेट्यो त्यही खानेलाई त हन्तकाली पो भन्छ मलाई त है। जस्तो लभर भन्दै बसेछु। यिनीहरू दुइटाले खाए चिकन थुक्पा, मैले चाहिँ खाएँ भेज थुक्पा। अनि यिनीहरूलाई मैले नसुनाइकन भेज अर्डर गरेँ। अनि लास्टमा भने मैले त मन्दिरमा पूजा गरेर आएको के चिकन खानु भनेर नखाएको नि भनेको झन्डै मलाई थुक्पा छाप्ने गरी कुटेको क्या। हामीलाई चाहिँ किन भन्नुहोस् हामी पनि त्यसै गर्थ्यौँ नि भनेर। बाहुनको दिमाग कहाँ कतिखेर लाग्छ यिनीहरूलाई के थाहा। थुक्पा चाहिँ धेरै नै मिठो थियो है। कत्रो नुडल्स हुन्छ नि त यतातिरको। यहाँ विराटनगरमा त यत्रो तेन्द्र हुन्छ। त्यहाँको नुडल्स पनि मोटो भएर होला। सुप पनि कस्तो मिठो थियो। कति मजा आइरहेको थियो खान। अहिले बोलिराख्दाखेरि पनि मलाई मुखमा पानी आइरहेको छ है साथीहरू। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। फेरि आउने भिडियोहरूलाई पनि यसरी नै हेरिदिनु होला। सब्सक्राइब गरिदिनु होला। लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। ये